हेलो नमस्ते वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। आज चाहिँ हामी डुल्न जान रेडी हुँदै थियौँ। चाहिँ बहिनी नक्कल पार्दै थियो, अनलाइन अर्डर गरेको ठुलो सामान आएछ। त्यसबाट हामी रेडी भइसक्यौँ। त्यसबाट हामी रुमबाट निस्क्यौँ। गेट लगाइरहेको छ नि त, अनि त्यही भएर गेट लगाउनु खोल्नुपर्छ, गाह्रो छ। अनि दिदी बहिनी गफ गर्दै गर्दै हामी बहिनीको रुमतिर गयौँ। अनि गफ गर्दा गर्दै हामीले बहिनीले प्र्याङ्क गर्ने प्लान गऱ्यौँ दिदी बहिनी भएर। त्यसबाट हामीले बहिनी चाहिँ बस्यो, म चाहिँ बहिनीको रुमतिर गएँ। अनि बहिनीलाई हामीले प्र्याङ्क गऱ्यौँ। बहिनीले चाहिँ अर्को बहिनीलाई देखेर खुसी भइन्। अनि त्यसबाट फेरि हामी बहिनीहरूसँग मिलेर गफ गर्दै गर्दै फेरि अर्को बहिनीलाई लिनु गयौँ। त्यसबाट गयौँ अर्को बहिनीसँग भेट भयो। त्यसपछि डुल्दै डुल्दै गफ गर्दै गर्दै हिँड्दै गयौँ बस चढ्नको लागि। बस रोक्यौँ, त्यसबाट बस पनि आयो। बस्ने ठाउँ नपाएर बहिनीले चाहिँ एकछिन पछिबाट चाहिँ सबैले सिट पायौँ। बाहिरको चिसो हावा खाँदै हामी झरनातिर लाग्यौँ। अनि बस पनि पुगेको होइन, आधी बाटोमा झार्दै हिँड्दै। त्यसपछि फेरि हिँड्दै जानुपर्ने थियो, हिँड्दै गयौँ। त्यसपछि हरियाली थियो, हेर्दै गफ गर्दै गयौँ। फुलहरू पनि राम्रो थियो। त्यसपछि बाटोमा एउटा कुकुर भेट्यौँ। कुकुर चाहिँ हाम्रो साथी भयो। त्यसपछि कुकुरले हाम्रो बाटो देखाउँदै फेरि सिडीतर्फ लाग्यौँ। सिडी लामो थियो, हिँड्दा थाकेर भोक लागेर चाउचाउ किन्यौँ। त्यसपछिबाट हामी चाउचाउ खाँदै गफ गर्दै लाग्यौँ मासतिर। हामी लगभग आधी बाटोमा पुग्यौँ। त्यसपछिबाट सानो झरना देख्यौँ। त्यसपछिबाट अझै सिडी चढ्नुपर्ने थियो। सिडी चढ्दै गफ गर्दै फोटो खिच्दै भिडियो बनाउँदै फेरि हामी झरनातर्फ लाग्यौँ। लगभग झरना आइसक्यो। मन्दिरहरू पनि रहेछ। फाइनली झरना आयो। पानी चाहिँ परेको थियो ठुलो, तर झरना चाहिँ थिएन, सानै थियो। बहिनी चाहिँ डान्स सिक्दै थियो टिकटकको लागि। फाइनली पनि भिडियो बनायो। फाइनल भिडियो चाहिँ यो हो गाइस। कस्तो छ कमेन्ट गर्नु होला। यस्तो भिडियो बनाउँदै फेरि हामीले प्लान गऱ्यौँ एउटा ग्रुप भिडियो बनाउने भनेर। ग्रुप भिडियो बनायौँ। त्यसपछि खाजा खाएको चाहिँ भिडियो गर्नु पाइनँ, बिर्सेछौँ। खाएको मात्र गऱ्यौँ। त्यसबाट फेरि गाडी आयो, गाडी तपाईँ बाई बाई, सी नेक्स्ट भिडियो।